भएपछि मम्मीलाई पाल्छु अनि मम्मीलाई राम्रोले पाल्छु के हुन्छ अनि ठुलो घर किनेर राख्छु अनि मम्मीले हामी सानोमा जसरी माया गरेर राख्नु भएको छ हामी पनि मम्मीलाई स्टिक गरेर माया राख्छु मेसीलाई यो रोनाल्डोलाई यो ल चुज गर्छौ यो तिमी यो हेलो सो आज हामी तिम्रो नाम चाहिँ के हो रे पावल उसको पावल अनि उसको चाहिँ पल पावलको भाइ पल अनि आज चाहिँ हामीले सरप्राइज भाइहरूको लागि स्टडी मटेरियल ल्याएका छौँ है पढाइको लागि काम हुनेहरू अनि पावल तिम्रो नाम चाहिँ पल हजुर हजुर तिम्रो नाम चाहिँ मेरो नाम चाहिँ पावल हो हजुर यसको नाम चाहिँ पल अनि सुन न तिमीहरूलाई आज मैले धेरै खालको सरप्राइज ल्याएको छु तिमी पढ्छौ होइन पढ्न अल्छी लाग्छ कि नै लाग्दैन के लाग्छ कति लाग्छ थोरै थोरै आज त उले होमवर्क गर्न पनि अल्छी लाग्छ जहिले 10 बज्यो कि मलाई होमवर्क गर उसको होमवर्क मलाई तिमी र भाइ झगडा खेल्छौ कि नै खेल्दैन कहाँ मिल्छु घरि कसरी मिल्छौ केन्ज माया गरिदेऊ त भाइलाई घरि खेल्छु घरि मिल्छु ल दादालाई माया गरिदेऊ ल मलाई गरेर खोइ त वाउ पाउल सुन न तिमी भोलि सिकर ठुलो भएर मामुको लागि के गर्छौ भएपछि मम्मीलाई पाल्छु अनि मम्मीलाई राम्रोले पाल्छु के हुन्छ अनि ठुलो घर किनेर राख्छु अनि मम्मीले हामी सानोमा जसरी माया गरेर राख्नु भएको छ हामी पनि मम्मीलाई स्टिक गरेर माया राख्छु ठुलो घर बनाउँछौ ठुलो घर बनाएर अनि खुसी बनाएर राख्ने अनि पसल पनि खोल्ने पसल खोलेपछि तपाईँ पनि आउनु मिठो खाजा खान मलाई फ्रीमा दिन्छौ दिइहाल्छु नि मेरो चिनेको दाइ त मेरो फेभरेट हो अनि सुन न आज मैले के ल्याएको छु यहाँ त गेस गर त के छ कपी अनि खेलाउने यो सबै सामानहरू चाहिँ हाम्रो हिवेन्द्र खड्का दाइले तिमीहरूलाई कोरियाबाट पठाउनु भएको है सो हिवेन्द्र दाइलाई के भन्न चाहन्छौ थ्याङ्क यू दादा के हुन्छ तपाईँलाई राम्रो होस् थ्याङ्क यू तिमी पनि के भन्छौ हिवेन्द्र दादालाई यता हेरेर थ्याङ्क यू दादा तपाईँ एकदम राम्रो होस् के हुन्छ यति नै भन्नु ल हिवेन्द्र दादालाई सुरुमा तिमीहरूलाई यो बक्स ल यो बक्स होइन यो तिमीलाई ब्याग यसमा चाहिँ पेन्सिल हाल सार्पनर हाल स्कुल लग ल अब तिमी कसको फ्यान म रोनाल्डो तिमी मेसी ल मेसीलाई यो रोनाल्डोलाई यो ल अनि त्यसपछि एउटा ल पेन्सिलसँग ल सार्पनरहरू पनि यहाँ छ अनि तिमीलाई कार तिमी कुन चुज गर्छौ यो तिमी यो भएपछि गर ड्राइभर त बन्ने होइन नि भन्दिन अनि यो तिमीलाई ल यता हेर ल तिमीलाई यो अनि सो तिमीलाई यहाँ ड्रइङ कपी छ 4 लाइन कपी छ अनि त्यसपछि नर्मल कपी छ यो तिमीलाई कपी ल अनि सुन ल यो राख यहाँ माथि राख खुसी छौ छु दादा अब ल अनि अर्को टोटल 5000 पठाउनु भएको थियो 5000 को 2000 को सामान 1 2 3000 चाहिँ यो तिमीलाई क्यास यता ल यो खेल्ने बेलामा खेल्ने गाडी खेलेर मात्रै राख्ने हैन हामी त घरि त पढ्छु पढ्नमै ध्यान दिन्छु पढ्न पर्यो अनि खेल्न पर्यो अनि त्यसपछि चिया पनि बेच्न पर्यो ल काम त गर्नु पर्यो दाइ यो काम भनेको सानो ठुलो होइन काम त गर्निन्छ काम भनेको सानो ठुलो होइन यो भने काम त गर्नुपर्छ हैन हजुर काम त गर्नु पर्यो हालो अनि काम पनि गर्नु पर्यो पढ्नु पनि पर्यो तिमी चाहिँ भोलि गएर के बन्ने डाक्टर भन्ने म त ठुलो चाहिँ सपना व्यापारी बन्ने अनि व्यापारी बनेर अनि आफू डाक्टर राम्ररी बोल्ने आउनुहोस् उ गर्नुहोस् भन्ने हो अनि म पनि यस्तैमा किनेर अरूलाई सहयोग गर्ने अरूलाई साथै सहयोग गर्ने मम्मीको सपना पुरा गर्ने मम्मीले जे भन्नुहुन्छ यो गर्ने मम्मीको सपना पुरा गर्ने म त अब हिवेन्द्र दादालाई र अरू सबैजनाले जतिले पनि माया गर्नु भएको छ सेयर गर्नु भएको छ कमेन्ट गर्नु भएको छ उहाँहरूलाई के भन्न चाहन्छौ यो दादाहरूलाई थ्याङ्क यू यसरी नै माया दिनुहोस् थ्याङ्क यू तपाईँको नि राम्रो होस् धेरै धन्यवाद तपाईँलाई ल सबैजनाले यसो गरौँ बाई गरौँ ल लभ यु अल भन्दैछ आई लभ यु अल ल यो यहाँ हाल